हेलो दर्शक नमस्ते, स्वागत छ सबैजनालाई मेरो न्यू ब्लगमा। आज हामी स्केटिङ खेल्न जाँदैछ है हामी सब। हेलो हेलो वेलकम टु आवर न्यू ब्लग। अरे के दुईजना बाहिर निस्किसक्यौँ, हामी चाहिँ कोठारुमबाट बाहिर निस्किँदैछु। आज हामी चाहिँ स्केटिङ खेल्न जाँदैछौँ, स्केटिङ पार्क गरी। सबैजना लास्टमा भिडियो हेरिदिनु होला। भिडियो हेरेर भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले। हेलो दुईजना छ कहाँ उ गाडी आइरहेछ अगाडि ले हान्छ फेरि हिँड्दैछ है गाइस हामी। स्केटिङ खेल्ने चाहिँ यता तीनजना म चाहिँ खेल्दिनँ है गाइस, मलाई खेल्नै आउँदैन। उभिरहेछ नाच्नु नाच्नु नाचिरहेछ हाम्रो डनाहरू अगाडि। हेलो, हामी यो चोकमा आइपुगिसक्यौँ है, सानो पुल। खै स्केटिङ पार्क चाहिँ त्यहाँ सानो पुलभन्दा भित्र छ अरे, हामी गएको छैन। त्यहाँ अगाडि खेल्नुपर्छ। अस्ति फोन गरेर हेर्नु, यहाँ चोकमा आइपुग्यो हामी। यस्तो छ गाइस। हेलो गाइस, हामी यहाँबाट जाँदैछौँ है, आइपुग्यौँ हामी। जाने चाहिँ कहाँबाट हो? दिदी कहाँ छ खोइ? हेलो गाइस, हामी यहाँबाट जाँदैछौँ है। एटिएम छिरेको, अलिकति लाइनमा बस्नु पऱ्यो, त्यही भएर अलिक ढिलो भयो। चाचोलाई त बुझी म पहिला बसमा छाडेर जम्मै मरेन, म खाना नखाइकन ओखलुमा पुगेको भने मैले त्यो पहिला जीवनको सपिङ गर्न के आवश्यक नआउने के गुटु टुटु टुटु गुटुङ 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 हुई 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 गर्दो रहेछ। त्यस्तै के हुन्छ रिमी म त पिज्जा बनाउनु फिर्ता त हाम्रो मनै लाग्दैन हो, फिर्ता त किन मनै पर्दैन हेर मलाई। ए आइपुग्यौँ हामी, स्केटिङ पार्क यहीँनिर छ है, सानो पुलभन्दा अलिकति भित्रपट्टि रहेछ। आइपुग्यौँ हामी, आइपुग्यौँ। नाइ म दिदीलाई खेल्दिलाई आइपुग्यो हामी। तिनजना खेल न, तिनजना खेला। खेल्नु ल तिनजनाको काट्नु। दुईजनाको टिकट काट्यो, अघि नै काटेर लगिसक्यो। कहाँ लग्यो? बाहिर गइसक्यो, टिकट काटेर। खेल्नु 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 खेल्नु। यता जुत्ता लाउँदैछ है, जुत्ता लाउँदैछ हाम्रो डनहरू। यता स्केटिङको डन। जानु के जानु, खेल्नु छि, हार मान्नु हुँदैन के। छे जानु न, म पनि तिमी जस्तो पातली भए त म त कति खेल्छु। हाम्रो डनहरू अब यहाँ कसरी खेल्छ हेर्नु है गाइस। यहाँ जुत्ता लाउँदैछ। ए ल दिन्छ अरे के भित्र? नाइ म त नै। अनि यहाँ भिडियो चाहिँ कसले गर्छ? हुँदैन हुँदैन, नै नै म गर्छु। हाम्रो डनर यहाँ जुत्ता लाउँदैछ है। सिकाइदिन्छ अरे के, भित्र सिकाउने मान्छे छ अरे, खेल्नु न।
अर्कोचोटि आउँदा चाहिँ मैले खेल्ने यसपालि 3 जना खेल्न आज यहाँ भिडियो गर्नु परेन अलिक ठुलो राम्रो हुन्छ होला केही हुँदैन हौ दिदीको नि मिलाइदेऊ जुत्ता दिदी र सँगै दाइको नि मिलाइदेऊ दिदीलाई मिलाइदिन जुत्ता दिदी र सँगै दाइले लिएर जाऊ न मिलाइदिऊ न दिदीलाई जाऊ जाऊ भित्र छु दिदीलाई मिलाइदिए भइसक्यो मुठु तारो बाँधेर खेल्नु केही हुँदैन कछाडा पनि अलिअलि दुख्ने हो अरू केही हुँदैन ऊ त्यो आइटम कछाडा चाहिँ थाहा हुन्छ ल दुख्छ कि दुख्दैन हाम्रो किङहरू ल जानु जानु दिदीलाई नि लिन आउने तिमी त्यो पुरै राखेर ए भाइ छ अरे लाउनु आउनु ल जानु जानु नासी जानु न ऊ त्यो समाएर खेल्ने छ त ओइ ओइ बिस्तारै खेल बिस्तारै खेल खेल Pena Pena नासिकन खेल्नु न ठुली नाच्नु के स्केटिङ खेलिरहेको छ गाइस हेर्नु मेरो छोरा र बन्जन Shoot nih kamu boleh kan? Keluar,
जनावरको खेल सक्यो अब फाइनली हामी निस्किसक्यौँ स्केटिङ खेलेर निस्किसक्यौँ यहाँबाट गएर यो दुखी दुखी जाने कस्तो भयो आजको खेल मजा भयो यो नि दुख्यो तर जाने चाहिँ जाने हाल्छ अब एकचोटि आउँदा फिलिली हुन्छ पछाडि अहिले यहाँ भिडियोमा छ पछाडि सिक्यौ नि धेरै पछाडि हो के पैसा तिमीले के गर्ने हो मसँग नि होला अनलाइनमा सकिसक्यौँ फाइनली स्केटिङ खेलेर स्केटिङको किङहरू यता छ है तिनजना सुरुमा त त्यही हुँदो रहेछ अझ झन् यिनीहरू जति लडेको भए त म त अझै उठ्नै सकिनँ होला त्यहीँबाट हामी स्केटिङ खेलिसकेर कि मदनस खाना छ यहाँ किङहरू यता छ कतिचोटि पछाडि अहिले भिडियोमा देख्छ त्यही भएर सबै त्यस कारण त कस्तो रहेछ स्केटिङ खेलेर थाक्यो होला के मदनस खाएर बोल्यो भनेर जानुपर्छ मिठो छ
स्पेसल छ खानु खानु आउँछ कि आउँदैन सबैले खानु यता यो त डन्ने हो नि सबैले खाने त लास्टमा 0 चाहिँ म पर्छ है तर तो आज मैं आप लोगों को बताऊंगा कि एक लड़के ने गलती से टेबल का गिटार खरीद लिया है। एक लड़का था, उसको गिटार बजाना बहुत ज्यादा पसंद था, उसका गिटार खराब हो गया तो फाइनली हामी किमन्डोस खाएर पनि निस्किसक्यौँ। अब रुमतिर जाँदैछ है हामी। कस्तो लाग्यो आजको किमन्डोस? बबल छ तर भिडियो चाहिँ देखेँ कि देखेन है। वो ये टेम्पल जैसा था ना, टेम्पल जैसा